ल है त साथीहरू हाम्रो दाजुभाइहरूको नाच हुँदैछ साथीहरू एउटा देख्न सक्नुहुन्छ हजुरहरूले। ल है त साथीहरू हाम्रो सेकुवा पाक्दैछ, अझैसम्म पनि पाकिरहेको छ साथीहरू है। हाम्रो लाभाजीले फुक्दै हुनुहुन्छ हाम्रो सेकुवालाई चाहिँ साथीहरू। हेर्नुहोस् तलबाट कोइला एकदम रातो भएर राप बनिसकेको छ साथीहरू। हाम्रो लाभाजीले पनि आउनु भएपछि हुन्छ क्या। हेर्नुहोस् साथीहरू कोइला चाहिँ। ल है त साथीहरू हामीहरू नेक्स्ट पार्टबाट बाहिर निस्किँदैछौँ, अर्थात् रुमतिर जाँदैछौँ त साथीहरू नेक्स्ट पार्टबाट। ल है त साथीहरू हाम्रो दाजुभाइहरूको नाच हुँदैछ साथीहरू एउटा देख्न सक्नुहुन्छ हजुरहरूले। दाजुभाइहरूको एकदम दमदार तरिकाले डान्स भइरहेको छ साथीहरू। ल है त हाम्रो दाइहरूको नाच हुँदैछ यतातिर। भन्नुहुन्छ दाजुहरूले कुटुमा कुटु सुपारी दाना। दाइहरूको नाच हुँदैछ है त साथीहरू। हाम्रो दाजुभाइहरूको पालो छ है त साथीहरू। हाम्रो लाफाको पालो हो क्या अझै, हाम्रो लाफाजीको पालो। दाजुभाइहरूको रमाइलो हुँदैछ साथीहरू, डान्स हुँदैछ। हामी रातिको समयमा छौँ, हामी पिकनिक गएको समयमा रातिको समयमा चाहिँ हामीहरू दाजुभाइहरू नाच्दै हुनुहुन्छ साथीहरू है। विष्णु भाइ यता आउनु पर्यो क्या, यता नाच्न। गोबरै भएन यार, रमाइलो भएन।
ओ सिंगल सिंगल भाइ सिंगल 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 हाम्रो दाजुभाइहरू नाच्दै हुनुहुन्छ है त्यो साथीहरू को ढल्छ अब ल ल को ढल्नु नै रहेछ हेरौँ त ओहो सबै ढल्नु नै रहेछ त ओहो सबै ढल्न खोज्ने छ ओहो यस्तो ढल्नु नै रहेछ ढलेमा को ढल्नु नै रहेछ हेरौ त ओहो ओहो हो हाम्रो दाइहरूको एकदम भइरहेछ नाच है त साथीहरू भयो फेद कोहल पुरैमा हो हाम्रो दाइ पनि आउँदै हुनुहुन्छ ओहो ल लाभाजी मजाले है हो स्टेप बाई स्टेप हो हो ओहो हो दामी टोन एकदम मिठो धुन छ है त साथीहरू यो धुन चाहिँ एकदम मिठो लाग्छ है मलाई चाहिँ एकदम मिठो साथीहरू सुमधुर सङ्गीत एकदम मिठो धुन साथीहरू तपाईहरु माझमा साथीहरुको नाचमा साथीहरु हामीले चाहिँ वनभोजमा चाहिँ यता आएर चाहिँ हामीले सेकुवा बनाउँदै छौ पोल्दै छौ हामी खाँदै छौ है त साथीहरु अब खाने छौ एकछिनमा यो चाहिँ 3 लट हो है त साथीहरु तेस्रो लट 2 लट चाहिँ रेडी भइसकेको छ साथीहरु ल है त साथीहरु अझ यता देख्न सक्नुहुन्छ हजुरहरुले यता हेर्नु त हामी यसरी पोल्दै खाँदै छौ है त साथीहरु खाने छौ अन्तिममा सबै पोलिसकेपछि है त साथीहरु सेकुवा बनाइसकेपछि साथीहरु सेकुवा चाहिँ यसो दामी देखेछ है नामै सेकुवा छ सेकुवा हेर्नु त सेकेको सेके हैन हो सेकेको सेके सेकेर खानु पर्यो डडाएर खानु है म चलाकन खिच नि हो यसो हाम्रो दाइ हुनुहुन्छ है शंकर सारू मगर दाइ हाम्रो स्याङ्जाबाट हुनुहुन्छ वालिङ स्याङ्जाबाट हजुर हजुर एकदम हेर्नु त हाम्रो दाइहरु यतातिर हुनुहुन्छ हाम्रो दाबा दाइ हाम्रो सामुएल ठिङ दाइ हुनुहुन्छ उहाँ चाहिँ यस्तो छ है त
बस यति भएपछि यतिसम्म छ म त हालेको छैन कहाँ हुन्छ होइन हालिसक्यो भन्थ्यो त नेट यहाँ हुनु पर्यो नि सबैले एक नत्र होइन त केही फरक अनि यो फिल्डमा फाइदा हुन्छ पिउने सबै मेरै भयो भने नपिउनेलाई पो मर्का पर्छ त पिउने त मान्छे 5 वर्षमा यहाँबाट हिँडिदिन्छ पाक्यो एउटा होइन ल हेर्नु त साथीहरू हाम्रो पाकिसकेको छ है त यो सेकुवा अर्को राख्नेछौँ फेरि अर्को राख्नेछौँ है त साथीहरू दाइले राख्दै हुनुहुन्छ साथीहरू सेकुवाको लागि यतातिर हाम्रो जालीमा चाहिँ राख्नेछौँ साथीहरू है सुकेपछि त हुँदो रहेछ सुकिसकेको रहेछ राखिदेऊ सबै राखिदेऊ चलाउनु पर्छ सबै राख्न चलाइ हामीले चाहिँ राखेका छौँ साथीहरू जालीमा अब यसलाई चाहिँ कोइलामा राखेर सेकुवा बनाएर खानेछौँ साथीहरू पाक्दैछ हाम्रो पकाउँदैछौँ साथीहरू हो बस हामीले चाहिँ कोइलालाई चाहिँ यसरी गराउँदैछौँ है त साथीहरू आगो निकाल्दैछौँ कोइला बाट साथीहरू हामीले हेर्नु त साथीहरू ओहो 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 हो कति धेरै कोइला चाहिँ निस्किरहेको छ आगो बल्दैछ साथीहरू हेर्नु त हेर्नु बल्दैछ साथीहरू रातिको समयमा छौँ हामीहरू साथीहरू इभिनिङ वर्क भनौँ साथीहरू है रातिको समयमा छौँ यति बेला हामीहरू साथीहरू सेकुवा बनाउँदैछौँ पकाउँदैछौँ साथीहरू हेर्नु साथीहरू रातको यही बिताउँछ कि 24 घण्टा यहाँ चल्छ होला सेक्युरिटी गार्ड त्यता हिँडिरह माछा मार के भन्दै हेर्नु न खाइरहेको ल त साथीहरू हाम्रो सेकुवा पाक्दैछ अझैसम्म पनि पाकिरहेको छ साथीहरू है हाम्रो लाभाजीले फुक्दै हुनुहुन्छ हाम्रो सेकुवालाई चाहिँ साथीहरू हेर्नुहोस् तलबाट कोइला एकदम रातो भएर राप बनिसकेको छ साथीहरू हाम्रो लाभाजीले पनि आउनु भएपछि हुन्छ क्या हेर्नुहोस् साथीहरू कोइला चाहिँ है उज्यालो चाहिँ हुनु पर्यो है यताबाट उट्टाबाट यता तल माथि दायाँ बायाँ फर्काउँदैछौँ है त साथीहरू हामीले सेकुवा बनाउँदैछौँ साथीहरू हाम्रो दाइहरूले चाहिँ कोइलालाई चाहिँ पकाउँदै हुनुहुन्छ साथीहरू आगोको राप निकाल्दैछौँ साथीहरू कोइलाबाट हेर्नुहोस् त साथीहरू यो मध्यरात चाहिँ नभनौँ है यति बेला इभिनिङमा छौँ हामी रातिमा छौँ साथीहरू है अब रिप्लेस हो कि सधैँ ल त साथीहरू यतातिर देख्न सक्नुहुन्छ हरियो बत्तीहरू बलिरहेका छन् यति बेलाको समयमा हाम्रो चाहिँ लगभग कति बज्यो त साथीहरू 8:25 गइसकेको छ यति बेलाको इभिनिङमा छौँ हामीहरू साथीहरू पारी देख्न सक्नुहुन्छ हजुरहरूले हरियो बत्ती बल्दैछ साथीहरू साथै यता हेर्न सक्नुहुन्छ बत्तीहरूको पनि कलर अलग चेन्ज छ यो इभिनिङमा टाइममा चाहिँ साथीहरू है त म राउन्डिङ गराउँदैछु साथीहरू हेर्नुहोस् पारीहरू बल्दैछन् उतातिर चाहिँ एकदम कालो अँध्यारोमा चाहिँ एकदम है उतातिर चाहिँ वन जङ्गल छ है त साथीहरू झाडीहरू रहेको छ भनेपछि यतातिर चाहिँ हाम्रो दाजुभाइहरू सम्पूर्ण मित्रहरू चाहिँ आएर चाहिँ आफ्नो पार्टीमा आफ्नो समूह मिलाएर चाहिँ हाम्रो दाजुभाइहरूले अलग देशका साथीहरू भाइहरूले चाहिँ आफ्नै हिसाबले छुट्टी मनाउँदै हुनुहुन्छ है त साथीहरू
यतातिर हुनुहुन्छ विभिन्न फरक फरक देशका साथीभाइहरू दाजुभाइहरू र हामी पनि समूहमा मिलेर आएका छौँ साथीहरू है। हजुरहरूले देख्न सक्नुहुन्छ हजुरहरूले साथीहरू हरियो बत्तीका साथसाथै यता देख्न सक्नुहुन्छ पहेँलो भनौँ कि कुन भनौँ यो बत्ती मैक्स बत्ती बल्दैछ यता साथीहरू। ल यता साथीहरू हाम्रो फाइनली रूपमा चाहिँ सेकुवा रेडी भइसकेको छ साथीहरू। यतातिर देख्न सक्नुहुन्छ हजुरहरूले हामीलाई चाहिँ यो चाहिँ आगोमा चाहिँ कोइलामा चाहिँ हामी तताउँदैछौँ साथीहरू दिउँसो बनाएको खानु र अहिले चाहिँ सेकुवा बनाउँदैछौँ साथीहरू। पाकिसक्यो अन्तिममा फाइनली अब केही समयपछि खानेछौँ यता साथीहरू। ल यता साथीहरू हाम्रो फाइनली रूपमा सबै सेकुवाहरू रेडी भइसकेको छ साथीहरू। हामी केही समयपछि हामी खानेछौँ यता साथीहरू। र यता पनि हामीले चाहिँ यो चाहिँ जमिसकेको छ, यसलाई चाहिँ कोइलामा चाहिँ रेडी बनाउँदैछौँ। हाम्रो दाइहरूले चाहिँ आगो फुक्दै हुनुहुन्छ बनाउँदै हुनुहुन्छ साथीहरू। हामीले चाहिँ तताउँदैछौँ साथीहरू है। ल साथीहरू हाम्रो आगोमा चाहिँ तात्दैछ हाम्रो खसीको मासु, उतातिर सेकुवा। कोइला छ यार धेरै कोइला छ है साथीहरू। साथीहरू हामीले इभिनिङको चाहिँ खाना पनि खान लागेका छौँ साथीहरू। यहाँ चाहिँ हामीले चाहिँ खसीको मासु पकाएर चाहिँ यतातिर देख्न सक्नुहुन्छ हाम्रो दाजुभाइहरूको पुरा एकदम हुँदैछ साथीहरू। एक साइडमा चाहिँ खसीको मासु पकाएका छौँ भने अर्को साइडमा चाहिँ हामीले सेकुवा राख्नेछौँ प्लस यता भुजिया पनि रहेको छ यता साथीहरू। साथै यतातिर हामी चिसो पनि छ है त साथीहरू, मिरिन्डा, 7 अप, पेप्सी साथीहरू लगायत है। ल यता साथीहरू हामीले चाहिँ हाम्रो दाइले चाहिँ सेकुवा राख्दै हुनुहुन्छ देख्न सक्नुहुन्छ हजुरहरूले। हामीले चाहिँ खसीको मासु राखिसकेपछि सेकुवा राख्दैछौँ साथीहरू। सेकुवा चाहिँ भाग भागमा राखिसकेका छौँ साथीहरू है। हामी टोटल्ली 18 जना रहेका छौँ साथीहरू। हाम्रो दाजुभाइहरू मिलेर चाहिँ हामीले इभिनिङ फुड गर्न लागेका छौँ, इभिनिङ फुड इटिङ गर्न लागेका छौँ, बेलुकाको खाना खान लागेका छौँ यता साथीहरू। हाम्रो सेकुवा पनि राख्दै हुनुहुन्छ दाइले भाग भागमा, थाली थालीमा है त, प्लेट प्लेटमा साथीहरू देख्न सक्नुहुन्छ साथीहरू। यति बेला हाम्रो भइरहेको छ खानापिना, भाग लगाउँदैछौँ साथीहरू। हुनेछ हाम्रो सट्टला है त साथीहरू। हाम्रो ठुल्दाइले राख्दै हुनुहुन्छ साथीहरू है। ल है त साथीहरू हाम्रो दाजुभाइहरूले खाँदै हुनुहुन्छ, साथै मैले पनि खाँदैछु साथीहरू। अब हाम्रो इभिनिङ फुड बेलुकाको खाना खान लागेका छौँ है त साथीहरू। यतातिर हाम्रो दाइहरूको खाना भइरहेको छ, सेकुवा प्लस खसीको मासु भुटेको है साथीहरू। हो हाम्रो लाफाजी हुनुहुन्छ, उहाँ चाहिँ एकदम 7 अप पिउँदै हुनुहुन्छ हाम्रो दाइहरूले। यहाँ देख्न सक्नुहुन्छ साथीहरू हजुरहरूले हाम्रो रातिको खाना भइरहेको छ साथीहरू है। पिकनिकको समयमा यति बेलाको समयमा इभिनिङ फुड इटिङ हुँदैछ साथीहरू है। साथै यतातिर मेरो पनि छ है साथीहरू, यो सेकुवा प्लस मासु पकाएको प्लस यतातिर देख्न सक्नुहुन्छ साथीहरू। अब हामी खाना खाँदैछौँ प्लस यतातिर हाम्रो आगो बल्दैछ कोइला। ल है त साथीहरू अब हुन्छ त, म पनि अब बेलुकाको खाना खान लागेका छौँ है त साथीहरू हामी सम्पूर्णले। हुन्छ साथीहरू अब खानेछौँ।
साथीहरू हामीहरू फाइनली रुममा लेग स्पारदेखि बाहिर निक्लिँदैछौँ हामीहरू रुमतिर जाँदैछौँ साथीहरू लेग स्पारदेखि हामी चाहिँ निक्लिँदैछौँ है त साथीहरू देख्न सक्नुहुन्छ हजुरहरूले यतातिर हाम्रो दाइहरू हुनुहुन्छ पछाडि ओहो यस्तरी म घुमाउँछ त ल है त साथीहरू हामीहरू लेग स्पारबाट बाहिर निस्किँदैछौँ अर्थात् रुमतिर जाँदैछौँ त साथीहरू लेग स्पारबाट बाहिर जाँदैछौँ त साथीहरू तपाईँहरूको साथीहरू मैले चाहिँ लेग स्पारबाट बाहिर निस्किरहेको दृश्यहरू प्रत्यक्ष रूपमा देखाउने नै छु साथीहरू है एकदम देख्न सक्नुहुन्छ हजुरहरूले दाजुभाइ रमाइलो गर्दै हुनुहुन्छ साथीहरू दाजुभाइहरू जस रमाइलो गर्दै हुनुहुन्छ साथीहरू चेक पोस्टमा चाहिँ हाम्रो रफ्तार अगाडि एकदम बढिरहेको छ साथीहरू हामीहरू नेक्स्ट पार्टबाट बाहिर निस्कँदैछौँ अर्थात् रुमतिर फर्कँदैछौँ साथीहरू हाम्रो एकदम रफ्तार बढिरहेको छ साथीहरू रुमतिर जानको लागि हामी बसमा छौँ साथीभाइहरू रमाइलो गर्दै हुनुहुन्छ पनि साथमा तपाईँहरू माझमा दमदार भिडियोको साथमा साथीहरू ल यता साथीहरू हामीहरू लेक पार्कको चाहिँ गेटतिर आइपुग्न लागेका छौँ साथीहरू ठुलो ठुलो बोर्डमा चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो ठुलो ठुलो बोर्डमा चाहिँ लेक पार्क लेखिएको छ है त साथीहरू यता उताबाट गाडी पनि चलिरहेको छ यताबाट गइरहेको छ साथीहरू उता दुई साइडमा चाहिँ तपाईँहरूले गेट देख्न सक्नुहुन्छ त्यो गेटमा चाहिँ साथीहरू लेक पार्क लेखिएको छ साथीहरू हामीहरू लेक पार्कको मेन गेटतिर आइसकेका छौँ भित्रबाट साथीहरू हो यार देख्न सक्नुहुन्छ साथीहरूले हजुरहरूले लेक पार्क दमदार लेक पार्कको गेटतिर आइसकेका छौँ साथीहरू हामीहरू भित्रबाट तपाईँहरूले देख्न सक्नुहुन्छ दमदार छ यतातिर आकृतिहरू है चाहिँ साथीहरू साथीहरू देख्न सक्नुहुन्छ साथीहरू हजुरहरूले लैटे साथीहरू हाम्रो दाजुभाइहरू गाडीमा नाच्दै हुनुहुन्छ हामीहरू रुमतिर फर्किने तयारीमा है त साथीहरू दाजुभाइहरू नाच्दै हुनुहुन्छ राज राणा कञ्चनपुरका दाई पनि ओहो बबाल नाच गरिरहनु भएको छ राज राणा कञ्चनपुरबाट दाईहरू यसै गरी हुनुहुन्छ पवन मगर हुनुहुन्छ दाईहरू धेरै रमाइलो गर्दै हुनुहुन्छ गाडीमा गीतहरू बजिरहेको छ है त साथीहरू कुनै बेला डाँटे कालो छ भन्ने गीत बजिरहेको छ कुनै बेला कस्तो गीत बजिरहेको छ तपाईँहरू माझमा म्युजिकको आवाज आइरहेको छैन तर पनि उहाँहरूको नाचो चाहिँ देखाइरहेको छु है त हजुरहरू साथीहरू किनभने म्युजिक ल्याउँदाखेरि चाहिँ अलिकति प्रब्लम हुने भएको कारणले गर्दा साथीहरू मैले म्युजिक अहिले चाहिँ लिएको छैन साथीहरू दाइहरूको नाचो मात्र लिएको छु त साथीहरू जस हाम्रो दाजुभाइहरू हामीहरू पिकनिक गएर रुमतिर फर्किने बेलाको समयमा नाच्दै हुनुहुन्छ हाम्रो राज राणा कञ्चनपुरबाट हाम्रो दाई बबाल नाच्दै हुनुहुन्छ जस दाईको शरीरको एक्सर्साइज फिटिङ हुँदैछ है त साथीहरू यति बेलाको समयमा डान्स गरिरहनु भएको छ हाम्रो दाईहरू
साथीहरू है त। ल है त साथीहरू हाम्रो दाजुभाइहरू नाच्दै हुनुहुन्छ हामी गाडीको समयमा गाडीभित्र यात्रा गरिरहेको समयमा हाम्रो दाजुभाइहरू स्पिकरको साथमा नाच्दै हुनुहुन्छ साथीहरू। खैनी चुरोट खान्छौ कि डाँठी कालो छ भन्ने गीतमा पनि नाचिरहनु भएको छ। साथसाथै कता हिँडेको हात भएर पत भएर भन्ने गीतमा पनि दाजुभाइहरू नाच्दै हुनुहुन्छ साथीहरू। यति बेलाको समयमा हाम्रो राज राणा कञ्चनपुरका दाइ बब्बाल नाच्दै हुनुहुन्छ, जोसिरहनु भएको छ। धेरै जोस आइरहेको छ हाम्रो दाइको शरीरमा, फुर्ती फार्ती आइरहेको छ साथीहरू। साथै हाम्रो अन्य दाइहरू पनि हुनुहुन्छ। हाम्रो दाजुभाइहरूको बबाल डान्स भइरहेको छ साथीहरू। यति बेलाको समयमा हामीहरू र हाम्रो दाजुभाइहरू पिकनिक गएर आउँदाको खुसियाली मनाउँदैछौँ। सम्पूर्ण दाजुभाइहरूको मनभित्र धेरै नै खुसी भएको छ। पारी हेर्नुहोस् त साथीहरू, हाम्रो साथीहरूले पुरा माइक साइक लिएर नाच्दै हुनुहुन्छ साथीहरू है। हजुरहरू माझमा प्रत्यक्ष रूपमा देखाइरहेको छु साथीहरू। साथै माइकमा पनि गीत गाउँदै नाच्दै हुनुहुन्छ है त साथीहरू। जे होस् गाडीभित्र पनि धेरै रमाइलो गर्दै हुनुहुन्छ हाम्रो दाजुभाइहरू साथीहरू है। ल है त साथीहरू, हामीहरू चाहिँ पिकनिकबाट पनि फर्किरहेका छौँ, रुमतिर फर्किरहेका छौँ है त साथीहरू। यति बेलाको समयमा हाम्रो गाडीभित्र चाहिँ जे होस् रमाइलो भइरहेको छ। स्पिकरको साथमा साथीहरू दाजुभाइहरू नाच्दै हुनुहुन्छ साथीहरू है। म तपाईँहरू माझमा दृश्यहरू देखाइरहेको छु, दाजुभाइहरू नाचिरहेको देखाइरहेको छु। हाम्रो सामुएल थिङ रसुवाको दाइ पनि मजाले नाचिरहनु भएको छ, गीत बजिरहेको छ साथीहरू। तपाईँहरूले सुन्नु भएको छैन तर पनि गीत बजिरहेको छ। हाम्रो दाइ जोस निकालेर नाच्दै हुनुहुन्छ, हाम्रो दाइ धेरै नै खुसी हुनुहुन्छ। अर्को दाइ पनि नाच्दै सिटमै उठेर नाच्दै हुनुहुन्छ साथीहरू। गाडीको रफ्तार अगाडि बढिरहेको छ साथीहरू है। हजुर साथीहरू, रमाइलो मनोरञ्जन किचन रेसिपी साथै भ्लगहरूको लागि यस हाम्रो भ्लग च्यानललाई सब्सक्राइब गर्नुहोला है त साथीहरू। साथीहरू माझमा सेयर गरिदिनु होला, लाइक गरिदिनु होला है त साथीहरू। हामीहरू रुममा फर्किरहेका छौँ साथीहरू पिकनिक गएर साथीहरू है। यति बेलाको इभिनिङ समय छ, रातिको समय छ साथीहरू है। हामीहरू चाहिँ दिउँसोमा गएर पनि फर्किसकेका छौँ साथीहरू। यस्तै भिडियोहरूको लागि चाहिँ सब्सक्राइब गरिदिनु होला हाम्रो भ्लग च्यानललाई साथीहरू। अन्य आगामी दिनहरूमा पनि यस्तै खाले भिडियोहरू हजुरहरू माझमा पस्किने कोसिस गर्ने नै छु साथीहरू। मबाट जति सक्दो राम्रो भ्यूहरू प्लस भिडियोहरू राम्रो बनाउने कोसिस गर्ने नै छु साथीहरू। तपाईँहरूको साथ र सपोर्ट हरदम रहिरहोस् भन्न चाहन्छु है त साथीहरू। तपाईँहरूको साथ र सपोर्टको धेरै नै अपेक्षा लिएको छु साथीहरू। अवश्य पनि भिडियोलाई पुरा हेरेर साथ दिनुहुनेछ भन्ने भरिपूर्ण आश लिएको छु है त साथीहरू।